नेपालमा विश्वमा या संसारको जुनसुकै कुनामा हेरौँ, तपाईको नजिकको व्यक्ति यदि तपाईसँग केही आश गरिरहेको छ र तपाईँ त्यो ठाउँको मुख्य पदमा हुनुहुन्छ भने तपाईले सँग आश गरिएको त्यो व्यक्तिले तपाईबाट केही पाउँछ अथवा पाएको हुन्छ। यस्तै घटनाहरू अहिले विश्वभरि जहाँसुकै हेरौँ, अब नेपालमा हेरौँ, इन्डियामा हेरौँ, अमेरिकामा हेरौँ, जहाँ हेरौँ नजिकको व्यक्तिहरूले पहिलो प्राथमिकता पाइरहेका हुन्छन्। नेताका छोराछोरीहरू नेतै हुन्छन्, मेहनत खासै गर्नु पर्दैन, अथवा अन्य ठुलो पोस्टका छोराछोरीहरू छन् अथवा नजिकका आफन्तहरू छन्, उनीहरूले पनि यसरी नै पदहरू पोस्टहरू पाइरहेका हुन्छन्, अपर्च्युनिटीहरू पाइरहेका हुन्छन्। यो संसारमै अहिले जहाँसुकै पनि यस्ता घटनाहरू घटिरहेको हुन्छ। हुन त पहिले पनि घट्थ्यो होला, सूचनाको प्रभाव राम्रो भएकोले गर्दा होला अहिले हामी यस्ता घटनाहरूलाई बढी मात्रामा हेर्ने गर्छौँ, केलाउने गर्छौँ। र म अहिले के भन्न खोजिरहेको छु भने नेपालमा पनि यस्तै घटनाहरू यति धेरै भए, यति व्यापक भए, जसको कारणले गर्दाखेरि होला नजिकका आफन्तहरू सत्ताको सेरोफेरोमा पुगे, सत्ताका मुख्य मान्छेहरूका आसपासका मान्छेहरू नै त्यसका भान्से अथवा भान्सेका मुख्य सहयोगीहरू बन्न पुगे, जसको कारणले गर्दा उनीहरूले राज्यको ढिकुटीलाई यति धेरै दोहन गरे, यति धेरै अव्यवहारिक तरिकाले चलाए कि जसको कारणले गर्दा भ्रष्टाचार अत्यन्तै मौलिन गयो, अत्यन्तै फैलिन गयो। म अहिले नेपालको कुरा गरिरहेको छु, जहाँ मैले मेरो धेरै पसिना बगाएर विदेश आएको हो र विगत 30-40 वर्षलाई हेर्ने हो भने तीनै मान्छेहरू जसले राज्यको मुख्य केन्द्रबिन्दुको वरिपरि बसे र तीनै मान्छेका आसेपासेहरूले वरिपरिका अन्य ठाउँहरूलाई कब्जा गरे र त्यसबाट पाउने मुख्य नाफाहरू आफैले खाए र आफै मोटाए, आफ्नै सन्तानहरू, आफ्नै वरिपरिका मान्छेहरूलाई फाइदा पुर्याए, जसको कारणले सडकमा पटक पटकसम्म आन्दोलनहरू देखियो, जसको विरोधहरू देखियो। तर तिनीहरूलाई ती सरकारका मुख्य पात्रहरूले दबाउनतिर लागे, सुन्नतिर लागेनन्। कहिल्यै पनि सुन्नतिर लागेनन्, सम्बोधन गर्नतिर लागेनन् र त्यसप्रति फर्केर विचार मनन गर्नतिर लागेनन्, जसको परिणाम स्वरूप अत्यन्तै ठुलो जेन्जी विद्रोह नेपालमा देखियो। त्यही जेन्जी विद्रोहका कारणले भइरहेको 2/3 ठूला शक्तिका सरकार अपदस्थ हुनु पर्यो र त्यति मात्र नभएर भाग्नु पर्यो, भागेर ज्यान जोगाउनु पर्यो र तिनै मान्छेहरू फेरि अहिले हुन गइरहेको चुनावमा आफैलाई भोट हाल्नुपर्छ र आफैले जित्नुपर्छ र हामी नै हो यहाँ केही गर्न सक्ने, अरूले गर्न सक्दैनन्, अरूले कुनै पनि अनुभव लिएका छैनन् राज्य चलाउनको लागि, राज्य चलाउने अनुभव हामीसँग मात्रै छ भनेर उनीहरू त्यस्तो खालको मुद्दा लिएर जनताका माझ गइरहेका छन्। र यो परिवेशमा सबै जनताहरूले बुझ्नुपर्ने कुरा के हुन्छ भने अबका दिनमा देशलाई केही गर्न सक्ने र केही गर्ने आँट भएका व्यक्तिहरूको हातमा दिनुपर्छ, किनभने देश यति धेरै लामो समयसम्ममा पनि देशले काँचुली फेर्न सकेन
विदेशी नै युवाहरूको सङ्ख्या अत्यन्तै धेरै भयो, जसको कारणले गर्दा सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई म यो अनुरोध गर्न चाहन्छु कि अब आउने चुनाव परिवर्तनको चुनाव हो, परिवर्तनको मागहरू सम्बोधन गर्नुपर्ने चुनाव हो। त्यसैले गर्दाखेरि पनि तपाईहरूले यो कुरा बुझिदिनु पर्छ कि परिवर्तनका मुद्दाहरू बोकेर आउने पार्टीहरूलाई तपाईहरूले सम्बोधन गर्नुपर्ने हुन्छ। परिवर्तनका मुद्दाहरूलाई लिएर आउने पार्टीहरूलाई तपाईहरूले साथ दिनुपर्ने हुन्छ। यसो भन्दै गर्दा यहाँ समस्या पनि छन्। जस्तै परिवर्तनका मुद्दाहरू लिएर अहिले नेपालमा 3वटा मुख्य पार्टीहरू सडकमा देखिएका छन्। ती 3वटा पार्टीहरू एकै ठाउँमा हुनु पर्थ्यो भन्ने मागहरू पनि जनताको नभएको होइन, तर पनि यो सम्भव हुन सकेन र अहिले 3वटा पार्टीहरू परिवर्तनका मुद्दा बोकेर परिवर्तनका पार्टीहरू हुँ भन्दै सडकमा र आम नेपालीको घरमा पुगिरहेका छन्। र अब यसलाई पनि चिर्दै तपाईहरूले एउटा यस्तो पार्टी छान्नु पर्ने हुन्छ र यस्ता व्यक्तिहरू छान्नु पर्ने हुन्छ जसको कारणले गर्दाखेरि सरकार 5 वर्ष एउटा स्थायी किसिमको सरकार चल्ने आधार पनि तपाईहरूले दिनुपर्ने हुन्छ भने त्यसको अलावा एकदमै काम गर्न सक्ने विश्वासिलो पार्टी पनि छान्नुपर्ने हुन्छ र यो विषयलाई गम्भीरताका साथ लिएर आगामी दिनमा फैसला गर्नुहुन्छ होला भन्ने पूर्ण आशा भरोसा लिँदै अहिलेलाई भन्न चाहन्छु। जय देश।